तेरो अनुहार गोलभेडाको हेर्दै थिच्न मन लाग्छ। केही दिन पर्ख कन्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ। स्टोरी भनेको फेरिने चिज हो भाइ। बालेन अहिलेसम्म आएको थिएन। 12 वर्ष अगाडि एउटा र्याप ब्याटलको स्टेजमा बोलिएका यी शब्दहरू आज केवल शब्द मात्र रहेनन्, यो एउटा इतिहास बनियो। के बालेनलाई त्यति बेलै थाहा थियो कि उनी नेपालको राजनीति बदल्न आउँदैछन्? इन्जिनियर पढ्दै गरेको एक ठिटो जो काठमाडौँको गल्लीहरूमा र्याप गाउँदै हिँड्थे। रौबाजको त्यो भिडन्तमा उनले विपक्षीलाई मात्र होइन, सायद समयलाई नै चुनौती दिएका थिए। तिम्रो अनुहार गोलभेडा जस्तो खिच्न मन लाग्छ भन्दै गर्दा उनले समाजको विसङ्गतिलाई खिच्ने सङ्केत दिइसकेका थिए। काठमाडौँले एउटा यस्तो आन्धी देखियो जसले ठुला ठुला राजनीतिक किल्लाहरू भत्काइदियो। हातमा लोरो लिएर सडकमा उभिँदा धेरैले भनेको थिए, यो र्यापरले के गर्ला र? जब नतिजा आयो, इतिहास साँच्चीकै फेरियो। सन् 2022 काठमाडौँले इतिहासमै पहिलो पटक एक स्वतन्त्र युवालाई आफ्नो मेयर चुनियो। स्थापित दलहरू उनलाई एक दिनको पाहुना भने, तर बालेनले काम गरेर देखायो। फुटपाथ व्यवस्थितदेखि फोहोर व्यवस्थापनसम्म, टुकुचाको खोजीदेखि शिक्षा सुधारसम्म उनको प्रत्येक कदमले जनताको विश्वास जित्दै गयो। मेयरको रूपमा उनको लोकप्रियता यति बढ्यो कि काठमाडौँ केवल एउटा सहर रहेन, यो एउटा विचार बन्यो। जनताले अब सिंहदरबारमा पनि बालेन स्टाइलको काम चाहन्थे र आज राष्ट्रपतिको त्यो औपचारिक घोषणाले जनताको त्यो चाहनालाई मूर्त रूप दियो। तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ, त्यो पञ्चलाइन आज सत्य साबित भयो। हिजो उनलाई जिस्काउनेहरू, उनलाई र्यापरमा ठान्नेहरू आज देशको प्रधानमन्त्रीको रूपमा उनीसँग संवाद गर्न र फोटो खिच्न ललायित छन्। हिस्टोरी भनेको फेरिने चिज हो र आज हामी इतिहास फेरिएको साक्षी बनिरहेका छौँ। एउटा कलाकार, एउटा इन्जिनियर र एउटा विद्रोही युवा आज देशको बागडोर सम्हाल्न पुगेको छ। 12 वर्ष अगाडि एउटा र्याप ब्याटलको स्टेजबाट सुरु भएको यो यात्रा आज देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीसम्म आइपुगेको छ। यो केवल बालेन्द्र शाहको व्यक्तिगत जित होइन, यो परिवर्तन चाहने हरेक नेपालीको आशा र भरोसाको जित हो। नवयुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूलाई कार्यकालको हृदयदेखि धेरै धेरै शुभकामना। तपाईँको इन्जिनियरिङ दिमागले देशको भत्किएको तिथि र संरचनालाई मजबुत बनाओस्। तपाईँको र्यापरको निडरताले भ्रष्टाचार र व्यथितको किल्लालाई जरैदेखि हल्लाइदियोस् र तपाईँको युवा जोसले खाडीमा पसिना बगाइरहेको लाखौँ नेपाली युवाहरूलाई आफ्नै देश फर्कने आधार तयार पारोस्। इतिहास फेरिने चिज हो भाइ। हो, बालेनले भने झै आज इतिहास साँच्चीकै फेरिएको छ। अब पालो छ यो फेरिएको इतिहासलाई सुनौलो भविष्यमा बदल्ने। सम्माननीय प्रधानमन्त्रीज्यू, यो देशलाई तपाईँको भिजन र साहसी निर्णयको खाँचो छ। आगामी सफल कार्यकालका लागि सम्पूर्ण नेपालीहरूको तर्फबाट मुरी शुभकामना। तपाईँहरू पनि प्रधानमन्त्री बालेन शाहलाई आफ्नो तर्फबाट शुभकामना सन्देश कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। भिडियो मन परेको छ भने धेरैभन्दा धेरै सेयर गरेर यो खुसी सबैमाझ पुर्याउनुहोस्। जय नेपाल।